यो भिडियो अहिले इन्टरनेटमा निकै भाइरल भइरहेको छ। यो रोकिनु पर्ने बेला मानिसहरू उल्टै यसको लिङ्क माग्दै हिँडिरहेका छन्। कतिले त एआई को प्रयोग गरेर यसको सिजन नै निकालिरहेका छन्। तर जसको घर परिवारमा यस्तो घटना गर्छ वा जसले आफैले भोग्नु परेको हुन्छ उनीहरूलाई मात्र थाहा हुन्छ कि यो कति ठुलो पीडा हो। और जिसके पास में वीडियो है प्लीज इसको डिलीट कीजिए, और जिसने भी ऐसा किया प्लीज डिलीट कर दो, मेरा लाइफ पूरा बर्बाद हो गया। यो त एउटा घटना मात्र हो। हरेक दिन हजारौं यस्ता भिडियो इन्टरनेटमा लिक भइरहेका हुन्छन्। जब यस्तो घटना लिक हुन्छ हामी यसलाई रोक्नुको साटो यसलाई अझ बढी शेयर गरिरहेका हुन्छौँ। तर यो कुनै हाँसी मजाकको कुरा होइन। यही एउटा क्लिप्सले नै कसैको ज्यान लिइरहेको हुन्छ, विशेष गरी महिलाको। किनकि हाम्रो समाज नै यस्तो छ कि यहाँ केटाले त केही समयपछि योबाट छुटकारा पाइहाल्छ, तर केटी र केटीको फ्यामिलीले जिन्दगीभर यसको सामना गरिरहनु पर्छ। नेपालमा मात्रै हरेक वर्ष 6800 भन्दा बढी मानिसहरू आत्महत्या गर्छन्। यो संसारको सबैभन्दा उच्च दर मध्ये एक हो। यसको ठूलो हिस्सा साइबर ह्यारेसमेन्टसँग जोडिएको छ। यसमध्ये कयौं जनाले त सिर्फ साइबर ह्यारेसमेन्टकै कारण सुसाइड गरेका छन्। जस्तो सन् 2019 मा ओखलढुङ्गाकी 16 वर्षीय केटीले आफ्नो नाममा फेक फेसबुक अकाउन्ट बनाएर अपमानजनक सामग्री पोस्ट गरेपछि आत्महत्या गरिन्। यो एक मात्र घटना हैन। हाम्रो समाजमा कयौं यस्ता घटना घटिरहेका हुन्छन् जसको बारेमा हामी जान्न चाहदैनौं। उनीहरूको बदनाम गर्न त सजिलो छ, तर जुन फ्यामिलीले यो सब भोगिरहेको हुन्छन् उनीहरूको ठाउँमा आफूलाई एकपटक राखेर हेर्नुस्। पीडितको परिवारले आफ्नो सदस्यलाई बचाउन समाजसँग लडाईँ गर्नुपर्छ। यहाँ दोषीले मात्र नभई पुरा फ्यामिलीले समाजमा अपमान झेल्नुपर्छ। अब यसको समाधान के हो? सबैभन्दा पहिले हामीले कुनै पनि यस्तो प्राइभेट फोटो या भिडियो रेकर्ड गर्नु हुँदैन। यदि तपाईँ पहिले नै भिक्टिम बनिसक्नु भएको छ र तपाईँको फोटो या भिडियोहरू इन्टरनेटमा फैलिरहेका छन् भने तपाईँ पहिला यो वेबसाइटमा जानुपर्छ। त्यहाँ गएर क्रिएट योर केसमा ट्याप गर्नुहोस्, आफ्नो एज हाल्नुहोस्, भिडियोमा को छ भनेर फिल गर्नुहोस्, सबै आवश्यक विवरणहरू भरिदिनुहोस्। त्यसपछि यो वेबसाइटले इन्टरनेटभरि जहाँ जहाँ तपाईँको इन्टिमेट फोटो या भिडियो छ सबैलाई रिमुभ गर्न सुरु गर्छ। अहिलेसम्म यसको 90% रिमुभल रेट छ। 3 लाख भन्दा धेरै मानिसका इन्टिमेट फोटो भिडियोज यसले इन्टरनेटदेखि हटाइसकेको छ। त्यसैले अबदेखि यो भिडियोको लिङ्क माग्न छोड्नुहोस् र यो भिडियोलाई आफ्नो फ्यामिली मेम्बर र साथीहरूसँग सेयर गर्नुहोस्।